हामी कोरियामा बसोबास गर्ने नेपालीहरूको सपना आफ्नो कार्यकाल पूरा गरिसकेपछि फेरि अर्को चरणको लागि कोरियामा प्रवेश गर्न पाउनु हो। यदि हामी 10 वर्ष बस्यौं भने हामीले आफ्नो लाइफस्टाइल चेन्ज गर्न सक्छौं भन्ने हामीले सपना बुनेका हुन्छौं। त्यही सपनालाई साकार पार्नका लागि हामी संघर्षशील रहिरहेका हुन्छौं। हामीले आफ्नो 4 वर्ष 10 महिनाको कार्यकाल अवधि सकाएपछि नेपाल आएर विभिन्न चरणहरूमा हामीले फेरि प्रक्रिया गरेपछि पुनः कमिटेडको लागि अथवा पुनः चाहिँ अर्को चरणको लागि कोरियामा प्रवेश गर्न पाउँछौं। त्यसै सन्दर्भमा एकजना व्यक्तिले वा साथीले मलाई कमेन्ट गर्नुभएको थियो कि म कोरियामा 4 वर्ष 10 महिना पूरा गरेर स्वदेश फर्किदै छु। म फेरि कोरिया आउन के गर्नु पर्ला भनेर कमेन्ट गर्नुभएको छ। कमेन्टको लागि तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले 4 वर्ष 10 महिना कोरियाको कार्यकाल सकाएपछि फेरि घर आएर पुनः कोरिया प्रवेश गर्नका लागि चाहिँ मुख्य गरेर हामीले 2 चरणमा चाहिँ प्रक्रिया गर्न सक्छौं। हामीले एकमा रहेको छ सीबीटी मार्फत चाहिँ हामी फेरि पुनः कोरिया जान सक्छौं। सीबीटी एक्जाम दिएर पास भइसकेपछि पुनः फेरि हामी चाहिँ प्रक्रियामा रहेर विभिन्न चरणहरू पार गरेर चाहिँ कोरियाको लागि प्रस्थान गर्न सक्छौं। त्यसको लागि चाहिँ हामीले एक्जाम दिनुपर्ने हुन्छ सीबीटी, जुन चाहिँ कम्प्युटर मार्फत दिइने गरिन्छ। अनि त्यस्तै गरी अर्को माध्यम भनेको चाहिँ हामी कुनै पनि लास्ट कम्पनीमा 1 वर्ष भन्दा बढी लगातार काम गरेका छौं भने चाहिँ उक्त कम्पनीमा यदि साउले चाहेको खण्डमा कामदार र साउ बीच पुनः सम्झौता गरेर उक्त कम्पनीमा फेरि कमिटेडको रूपमा रिटर्निङ कमिटेडको रूपमा पुनः 5 वर्षका लागि चाहिँ जान पाउन सक्ने व्यवस्था मिलाएको छ। त्यसको लागि हामीले उहाँ साउसित लेबर कन्ट्र्याक्ट गरेर भिजा लिएर आउनुपर्ने हुन्छ। त्यसपछि नेपाल आइसकेपछि हामीले चाहिँ एराइभल फर्म भर्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो सीसीबीआई गरेर प्रक्रिया अगाडि बढ्दछ र अन्त्यमा हामी उक्तै कम्पनीमा लास्ट कम्पनीमा चाहिँ फेरि कोरिया जान सक्छौं। यसरी चाहिँ हामीले 2 चरणबाट चाहिँ कोरियाको लागि कमिटेड एज अ कमिटेड को रूपमा एउटा प्रवेश गर्न पाइयो। अर्को चाहिँ सीबीटी एक्जाम दिएर चाहिँ फेरि पुनः कोरिया 5 वर्षको लागि चाहिँ प्रवेश गर्न पाउँछौं। हुन त आज भोलि हामी 10 वर्ष को मात्र लिमिट नभएर कोरियन सरकारले हामीलाई 10 वर्ष भन्दा बढी बस्न पाउने व्यवस्था पनि मिलाइदिएको छ। त्यसको लागि चाहिँ हामीले आफ्नो E9 वर्कर भिजाबाट चेन्ज गरेर E7 भिजामा चाहिँ हामीले कन्भर्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ कुनै दिन मैले तपाईहरुलाई राम्रो भिडियो बनाएर चाहिँ अवश्य नै देखाउने छु। आज विशेष गरेर चाहिँ हामी 2 किसिमले चाहिँ कोरिया पुनः 5 वर्षको लागि जान पाइन्छ भनेर चाहिँ हामीले चाहिँ बुझ्यौं। त्यो चाहिँ रहेको छ एउटा सीबीटी मार्फत र अर्को एज अ कमिटेड वर्करको रूपमा चाहिँ लास्ट कम्पनीमा 1 वर्ष भन्दा बढी काम गरेको हुनुपर्छ भनेर चाहिँ सिकेका छौं। आज चाहिँ विशेष गरेर सीबीटी को लागि चाहिँ हामीले सीबीटी एक्जाम दियौं भने चाहिँ पुनः कोरिया प्रवेश गर्नका लागि एक्जाम दिनुपर्ने हुन्छ भने फेरि एज अ कमिटेडको रूपमा आउन चाहिँ हामीले एक्जाम दिइरहनु पर्दैन। बिना एक्जाम नै हामी सिधै नेपाल गएर एज अ एराइभल फर्म भरेर सीसीबीआई आइसकेपछि प्रक्रिया अगाडि बढ्दै जान्छ। त्यसपछि हाम्रो फ्लाइट शेड्युल आउँछ। शेड्युल आइसकेपछि डाइरेक्ट लास्ट कम्पनीमा चाहिँ जुन कम्पनीमा हामीले ख्याक्सो गरेका छौं त्यो कम्पनीमा जान पाइन्छ। यसरी चाहिँ हामीले आफ्नो प्रक्रिया पूरा गर्न सक्छौं। आजको लागि यति नै गर्न चाहन्छु। अन्य नयाँ नयाँ भिडियोहरू फेरि पनि उपस्थित हुनेछु। तपाईलाई यो भिडियो अवश्य नै राम्रो लागेको होला भन्ने मैले आशा गरेको छु। यस्तै कमेन्टहरू गर्दै जानु होला, मलाई माया गर्दै जानु होला। अन्य आगामी दिनहरूमा मैले तपाईको कमेन्टहरू र्यान्डमली चाहिँ पढिदिने छु, त्यसको सोलुसन पनि निकाल्ने प्रयास गर्नेछु। मलाई थाहा भएका कुराहरू तपाईलाई अवश्य नै मैले झर्को नमानिकन चाहिँ सोलुसन दिने प्रयास गर्नेछु है त। आजको लागि यति नै गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्ते।